नमस्ते, म हुँ केभी निश्चल। यातायात महासङ्घले गरेको अनिश्चितकालीनको बन्दको प्रभाव यतिखेर बुटोलमा पनि परेको छ। निकै व्यस्त हुने सहर यतिखेर सुनसान देखिन्छ। अनिश्चितकालको लागि गरेको बन्दको पहिलो दिन हो आज। निकै सुनसान देखिएको छ। पक्कै पनि यति बेला पूर्व पश्चिम जाने गाडीहरूको निकै भिडभाड देखिन्थ्यो, तर आज बन्दको पहिलो दिन भने निकै सुनसान देखिएको छ।